हामी चाहिँ फाइनली नुवाकोट दरबार घुम्न आएको होइन आज भाइ अर्को भाइ अनि म आएको। यो चाहिँ हाम्रो नुवाकोटको ऐतिहासिक नुवाकोट दरबार हो। एकदम जोस एकदम रमाइलो ठाउँ छ। सबैजना घुम्न आइदिनु होला, रमाइलो छ। नुवाकोट दरबार एराउन्ड काठमाडौँबाट लगभग 1.5-2 घन्टासम्ममा हामी चाहिँ यहाँ ठ्याक्कै आइपुग्छौँ। बाटो पनि राम्रो छ, टोकाछरी हुँदै हजुरहरू त्यही लगभग आरामले आउने भने 2 घन्टासम्म चाहिँ यहाँ ठ्याक्कै आइपुग्न सक्नुहुन्छ। यहाँ गाडी चाहिँ बन्दैछ। दरबार भूकम्पले चाहिँ एकदम तस नसै बनाएको थियो। हामी चाहिँ यहाँ अब घुमेर घर फर्किँदैछौँ है त। हामी चाहिँ यहाँबाट अब फर्किँदैछौँ है त।